यो दिदीको इन्टरभ्यू हेरेँ होइन, यो दिदीको इन्टरभ्यू हेरेपछि आँखाबाट आँसु नआउला भन्ने त कोही पनि हुँदैन भाइ। यति रुनु भयो यो सिस, यति रुनु भयो, मेरो पनि बर्रै आँखाबाट आँसु आयो कि होइन। यो सिसलाई अहिले होइन अब आफ्नो भाइहरूले बहिनीहरूले पनि हेर्दैनन्। पहिला चाहिँ मैले धेरै गरेँ भन्नुभएको थियो होइन। यो सिसलाई देख्दाखेरि चाहिँ होइन सिस, मैले तपाईँको कहानी देखेपछि नि अलिकति कमाएको बेलामा आफ्नो लागि जोगाएर राख्नुपर्छ भन्ने शिक्षा चाहिँ पाएँ है। यस्तो शिक्षा मेरो मम्मीले दिनुभएको थिएन, आफ्नो लागि राख्नुपर्छ भनेर पहिल्यैदेखि भन्नुहुन्थ्यो होइन। तर तपाईँलाई देख्दाखेरि चाहिँ अब चाहिँ हामीले आफ्नो लागि सोच्नु पर्दो रहेछ है। आज कमाउने जेलसम्म, रूप छन् जेलसम्म, सबै चाहिँ मेरै 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 सबैले मलाई हेर्लान् जस्तो गर्ने, अनि भोलि गएर आफूसँग नहुँदा कोही पनि नहुँदो रहेछन् है। ए भाइ, ए बहिनी, हेर त त्यो दिदीले कति माया गरेर तिमीलाई पालेकी रहेछन्, किन तिमीहरूले आँखा मर्यौ, किन तिमीहरूले चाहिँ त्यो दिदीलाई अहिले चाहिँ केही पनि गर्न सकेछनौ भनेको के। केही गर्न नसके पनि कमसेकम सान्त्वना त दिनुहोस्, कमसेकम उ रुँदाखेरि रोइदिनुहोस् त होस्।